यो भिडियोमा प्रत्येक उमेर वर्षका नेपालीको एभरेज इन्कम हेर्नेछौँ। तपाईको इन्कम एभरेज भन्दा तल पर्ला कि माथि पर्ला? यो सम्पूर्ण डेटा हामीले नेपालमै पहिलो पटक प्रकाशन भएको नेशनल ट्रान्सफर एकाउन्टको प्रतिवेदनबाट हेर्नेछौँ। सुरुमा 0 देखि 24 वर्ष उमेर समूहको एभरेज इन्कम हेरौँ। यसको लागि अब टेबलको हेडिङ त बुझ्नु पर्यो। यो एज भनेको चाहिँ तपाईले कति वर्षको उमेर समूहको एभरेज इन्कम हेर्न खोज्दै हुनुहुन्छ त भन्ने कुरा भयो। जस्तै कि तपाईले अब 0 वर्षदेखि लिएर 90 वर्ष उमेर समूहको एभरेज इन्कम हेर्न सक्नुहुन्छ, हेर्ने नै छौँ अहिले अगाडि। र यो पपुलेसन भनेको चाहिँ यो उमेर समूहभित्र कतिजना पर्छन् त भन्ने कुरा भयो। तपाईको उमेर अनुसार तपाई पनि कुनै एउटा पपुलेसनको ग्रुपभित्र चाहिँ पर्नु नै भयो। त्यसपछि अरु सम्पूर्ण डेटाहरू भनेको चाहिँ तपाईले यहाँ पर क्यापिटा भन्दै देख्नु भएको छ हैन। यो पर क्यापिटा भनेको चाहिँ के हो भन्दाखेरि हो यो पपुलेसन भित्र कमाएको यो पपुलेसनले कमाएको टोटल आम्दानी अथवा खर्चलाई चाहिँ यही टोटल पपुलेसनले भाग गर्दाखेरि एकजनाको भागमा एभरेजमा कति पर्छ त भन्ने कुरा हो के। जस्तै कि 5 वर्षको उमेरमा हेर्नुहुन्छ भने एभरेजमा एजुकेसनमा कति खर्च हुँदो रहेछ? 23,509 रुपियाँ खर्च हुँदो रहेछ। यसरी नै तपाईले यहाँ हेल्थ भनेको हेल्थमा कति खर्च गर्छन् भन्ने कुरा भयो। त्यसैगरी पर क्यापिटा अदर कन्जम्सन भनेको चाहिँ तपाईको एजुकेसन र हेल्थ बाहेक अन्य खर्चहरू हुन्छ नि, घरायसी खर्च, लत्ता कपडा हैन, त्यसपछि अन्य गाडी सवारीका खर्चहरू, यिनी भनेको चाहिँ अदर कन्जम्सनमा पर्ने भयो। यसरी एजुकेसन, हेल्थ प्लस अदर कन्जम्सन गरेर टोटलमा चाहिँ कति खर्च हुन्छ एकजनाको भागमा एभरेजमा भन्ने कुरा भयो। अब सबैभन्दा इम्पोर्टेन्ट भनेको एभरेजमा एउटा नेपालीले एक वर्षमा कति कमाउँछ त भन्ने कुरा। यो भनेको चाहिँ दुईवटा मात्र इन्कम जोडेर चाहिँ राखिएको छ। एउटा भनेको तलब तथा ज्याला र अर्को भनेको चाहिँ स्वरोजगारबाट आउने आम्दानी। तपाईको ब्याज आम्दानी, भाडा अथवा लाभांश जुन पनि आम्दानी हुन्छ यस्तो प्रकारको आम्दानी चाहिँ राखिएको छैन, दुईटा मात्र जोडिएर राखिएको छ है त। एक वर्षभन्दा कमको बच्चाले कुनै पनि प्रकारको आम्दानी त गर्ने भएन, तर उसको एभरेजमा 59,415 रुपियाँ खर्च हुन्छ। त्यसो भए यो लाइफ साइकल डिफिसिट भनेको के हो त भन्दाखेरि तपाईको तलब तथा ज्याला र स्वरोजगार आम्दानीले पुगेन भने तपाई अब यो पूरा गर्नको लागि, यो घाटा पूरा गर्नको लागि तपाई अन्य स्रोतमा अथवा फेरि अन्य व्यक्तिमा भर पर्नुपर्छ भन्ने हो। यस्तो अवस्थामा यो लाइफ साइकल डिफिसिट भयो भने तपाईको अहिले पछाडी पनि हुन्छ। कति हुन्छ अहिले तपाईले हेर्नुहुन्छ नै हो। यो भयो भने तपाईले दुई तरिकाले समाधान गर्न सक्नुहुन्छ। पहिलो भनेको सम्पत्तिको पुनर्वितरण। तपाईले आफ्नो बचत, तपाईको सम्पत्तिले कमाएको ब्याज, लाभांश, घरबाट जस्ताहरूबाट यसरी पूरा गर्न सक्नुहुन्छ यो घाटा। र दोस्रो भनेको चाहिँ ट्रान्सफर। ट्रान्सफर पनि पब्लिक र प्राइभेट गरेर दुई तरिकाले। प्राइभेट भनेको चाहिँ तपाईको आफ्नो कमाई चाहिँ तपाईको आफ्नो छोराछोरीलाई दिनुहुन्छ, वृद्ध आमा बुवालाई दिनुहुन्छ हैन। त्यसैगरी तपाईको जुन रेमिटान्स हुन्छ नि, रेमिटान्स पनि यो एभरेज इन्कममा समावेश गरिएको छैन। रेमिटान्स पनि तपाईको यो ट्रान्सफर इन्कममा नै राखिएको छ। र दोस्रो भनेको पब्लिक रूपमा, जस्तै कि सुत्केरी भत्ताहरू भन्ने हुन्छ, अनि त्यसैगरी सरकारी शिक्षा स्वास्थ्यका कुराहरू हुन्छन् नि, यिनी भनेको चाहिँ यो ट्रान्सफर अन्तर्गत रहेर तपाईको यो जुन पनि जीवन घाटा रहेको छ यसरी पूरा हुन्छ। अब यति सबै बुझिसकेपछि 0 देखि 24 वर्ष उमेर समूहको एभरेज इन्कम हेरौँ। 4 वर्षमा एजुकेसनमा कुनै पनि प्रकारको खर्च हुँदैन र टोटलमा 4 वर्षमा भनेको चाहिँ 62,885 रुपियाँ खर्च हुन्छ। र यो 62,885 भनेको चाहिँ मोस्टली परिवारका सदस्यबाट, प्यारेन्ट्सहरूबाट चाहिँ पूरा हुन्छ अथवा प्यारेन्ट्समा भर पर्नुपर्ने हुन्छ। त्यसैगरी तपाईले अब 6 वर्षको उमेरमा हेर्नुहुन्छ भने 6 वर्षको उमेर समूहमा उसले एभरेजमा भनेको 305 रुपियाँ कमाउनु पर्ने हुन्छ र बाँकी रहेको यो 96,019 रुपियाँ उसको टोटल खर्च भएको थियो। 305 रुपियाँ आफूले कमायो भनिसकेपछि अब यो बाँकी रहेको 95,715 रुपियाँको लागि प्यारेन्ट्समा नै मोस्टली भर पर्नुपर्ने हुन्छ। यसरी नै तपाईले अहिले सर हेर्न सक्नुहुन्छ, मैले अहिले जुम गरेर देखाउने नै छु। यसैगरी तपाईले अब 24 वर्षको उमेर समूहमा हेर्नुहुन्छ भने 24 वर्षमा चाहिँ 5,04,612 जना पर्छन् र यसमा एजुकेसनमा भनेको 12,458 रुपियाँ खर्च हुन्छ। हेल्थमा यतिखेरसम्म 1,637 रुपियाँ खर्च हुन्छ यो उमेर समूहमा एभरेजमा चाहिँ एकजनाको भागमा हैन। त्यसैगरी तपाईको अन्य खर्चहरू भनेको 1,49,257 खर्च हुन्छ र टोटलमा खर्च भनेको एभरेजमा 1,63,392 रुपियाँ खर्च हुन्छ। र तपाईको यतिखेर एक वर्षमा इन्कम भनेको तपाईको 1,22,651 रुपियाँ कमाउनुहुन्छ। अब तपाईँ 40,741 रुपियाँको लागि परिवारका सदस्यमा अथवा अन्य कुनै सम्पत्तिमा अथवा फेरि अन्य स्रोतमा चाहिँ तपाईको यो लेबर इन्कम बाहेक अन्य स्रोतमा चाहिँ भर पर्नुपर्ने हुन्छ। र तपाईले अब एभरेजमा चाहिँ हेर्न सक्नुहुन्छ। तपाईले 0 देखि 24 वर्ष उमेर समूहको यहाँ तपाईले यसरी हेर्न सक्नुभयो, जुम गरेर हेर्न सक्नुहुन्छ है त। रिपोर्टमा 0 देखि 24 वर्षको उमेर समूहलाई बालबालिका तथा युवा वर्गमा राखिएको छ। यो उमेर समूहमा चाहिँ मोस्टली भनेको पढ्ने र 20 वर्षको उमेरतिर भर्खर क्यारियरतिर लाग्ने कुरा हुन्छ। त्यसकारणले गर्दा आमा बुवामै अथवा अन्य कुनैमा भर पर्नुपर्ने हुन्छ र बचत हुँदैन।
यसको लागि तपाईँले 4वटा गोलहरू पूरा गर्न सक्नुहुन्छ। पहिलो, सम्भव भएसम्म 20 वर्षको सुरु उमेरमै जब मार्केट अथवा बिजनेस मार्केटमा प्रवेश गर्ने। भलै सुरुमा स्यालेरी कम होला, तर यसबाट तपाईँले एक्सपिरियन्स प्राप्त गर्नुहुन्छ। तपाईँ बुकबाट बाहिर निक्लिएर रियल वर्ल्डमा कसरी काम हुन्छ, कसरी काम गर्नुपर्छ भनेर सिक्नुहुन्छ। तपाईँले भ्याकेन्सी खुलाउँदै गर्दा पनि ख्याल गर्नुभएको छ होला नि, यति वर्षको एक्सपिरियन्स भएकोलाई प्राथमिकता दिनेछौँ, यति वर्षको एक्सपिरियन्स भएको मानिस हाम्रो लागि आवश्यक छ भनेर भ्याकेन्सीहरू खुलाइरहेका हुन्छन्। यसरी तपाईँले एउटा जबबाट अर्को जबमा स्विच हुँदै गर्दाखेरि अथवा आफ्नै केही गर्दाखेरि तपाईँले बढी स्यालेरी प्राप्त गर्ने, बढी सक्सेस हुने रेट प्राप्त गर्न सक्नुहुन्छ। दोस्रो, स्कुल कलेजमा पढाइ हुने थ्योरिटिकल र इक्जाम बेस्ड पढाइलाई तपाईँले स्किलसँग, प्र्याक्टिकल लाइफसँग जोडेर पढ्ने। जस्तै कि तपाईँले स्कुल कलेजमा पढेको कुनै च्याप्टरलाई घरमा आएर परिवारका सदस्यसँग छलफल गर्ने, त्यही कुरालाई इन्टरनेटमा गएर रिसर्च गर्ने। तेस्रो, मनी ह्याबिट्सहरू जस्तै ब्याङ्क एकाउन्ट खोल्ने, आइपिओ भर्ने, बचत गर्ने, तपाईँले कहाँ कति खर्च गरिरहनु भएको छ भनेर खर्च ट्र्याक गर्ने जस्ता बानीहरू बसाल्न सक्नुहुन्छ। र चौथो भनेको घाँटी हेरेर हाड निल्नुपर्छ भने जस्तै तपाईँले आफ्नो र आफ्नो परिवारको आर्थिक स्थिति हेरेर कुनै पनि वस्तु तथा सेवाको डिमान्ड अथवा खरिद गर्ने। अब नेक्स्ट, 25 देखि 64 वर्ष काम गर्ने उमेर वर्षको एभरेज इन्कम हेरौँ। यो मध्ये पनि सुरुमा भनेको 25 वर्षदेखि 46 वर्षको उमेर समूहमा हेरौँ है त। 25 वर्षमा एभरेज इन्कम हेर्नुहुन्छ भने 25 वर्षमा चाहिँ तपाईँको कतिजना पर्दो रहेछन् त भन्दा 6,21,333 जना पर्दो रहेछन्। यतिखेर तपाईँ 24 वर्षको हुँदाखेरि तपाईँको एजुकेसनमा 12,458 रुपियाँ खर्च भएको थियो। तर जब तपाईँ 25 वर्षको हुनुहुन्छ, तपाईँको भनेको यतिखेर लगभग ब्याचलर कम्प्लिट भएको हुन्छ। त्यस कारणले गर्दा धेरैले पढाइ छोड्छन् अथवा क्यारियरतिर लाग्छन्, विदेशतिर लाग्छन्। त्यस कारणले गर्दा यहाँ तपाईँको एभरेज एजुकेसनमा खर्च भनेको 4,511 रुपियाँ मात्र भयो। त्यसपछि तपाईँको हेल्थमा भनेको 1,787 रुपियाँ। तपाईँले 25 वर्षको हुँदाखेरि एभरेजमा 1,35,590 रुपियाँ कमाउनुहुन्छ। यति कमाउँदा पनि तपाईँको आम्दानीभन्दा खर्च बढी नै छ, जस कारणले गर्दा 22,238 रुपियाँको लागि तपाईँ परिवारमा अथवा अन्य कुनै स्रोतमा भर पर्नुपर्ने हुन्छ। तर जब तपाईँ 27 वर्षको पुग्नुहुन्छ, 27 वर्षमा तपाईँले 703 रुपियाँ बचत गर्नुहुन्छ र यसपछिको वर्षहरूमा पनि एकछिन तपाईँले बचत गर्नुहुन्छ, अगाडि हेर्ने नै छौँ। अब यो बचत भनेको तपाईँको दुई ठाउँमा जान्छ। एउटा भनेको त तपाईँले सम्पत्ति बनाउनको लागि प्रयोग गर्नुहुन्छ, जस्तै कि फिक्स्ड डिपोजिटतिर लगानी गर्ने होला, अथवा सेयरहरू किन्ने होला, रियल इस्टेटतिर लगानी गर्ने होला, रिटायरमेन्टको लागि गर्ने होला, एसआइपी गर्ने होला। जे होस् तपाईँले सम्पत्ति बनाउनको लागि प्रयोग गर्नुहुन्छ। र अर्को भनेको चाहिँ तपाईँले आफ्नो छोराछोरीको लागि, बालबच्चाको लागि अथवा वृद्ध आमा बुवाको लागि चाहिँ जुन घाटा थियो नि, अगाडि हेर्नुभएको थियो नि, बालबच्चाको उमेरमा घाटा हुन्छ नि त, त्यसै गरी वृद्ध उमेरमा पनि अरूमा भर पर्नुपर्ने हुन्छ। हो, त्यो घाटाको पूर्ति भनेको चाहिँ अब तपाईँबाट हुन्छ, यो बचतबाट हुन्छ। अगाडि पनि गर्नुभएको थियो, तर यो अब बचतबाट पनि जान्छ। त्यसपछि अब 27 वर्षको हेर्नुभयो होइन, 27 वर्षको एभरेज इन्कम कति हुँदो रहेछ? 1,60,039 रुपियाँ हुँदो रहेछ। र तपाईँको सबैभन्दा बढी बचत भनेको 33 वर्षको उमेरमा हुन्छ। 33 वर्षको उमेरमा तपाईँको बचत भनेको 26,678 रुपियाँ हुन्छ। र सबैभन्दा बढी इन्कम भनेको तपाईँको 34 वर्षको उमेरमा हुन्छ। इन्कम हेर्नुहुन्छ भने सबैभन्दा बढी 1,85,304 रुपियाँ इन्कम गर्नुहुन्छ र बचत भनेको यहाँ 26,603 रुपियाँ गर्नुहुन्छ। यसरी नै अहिले तपाईँले डिटेलमा त हेर्नुहुन्छ नै प्रत्येक वर्षको। अहिले चाहिँ हामी मेन जाउँ होइन। अब 46 वर्षसम्मको हेर्नुहुन्छ भने 46 वर्षमा 2,60,568 जना पर्दा रहेछन्। अब तपाईँको यहाँ एजुकेसन भनेको त घट्दै घट्दै आएर 520 रुपियाँमा भएको छ। र तपाईँको हेल्थमा भनेको चाहिँ विभिन्न प्रकारको हेल्थ उमेर बढ्दै जाँदाखेरि हेल्थ खर्चहरू बढ्दै जान्छ होइन। यहाँ तपाईँको अब 46 वर्षमा हेर्नुहुन्छ भने 4,906 रुपियाँ भएको रहेछ। त्यसै गरी अब टोटल खर्च भनेको चाहिँ 1,63,109 रुपियाँ। र तपाईँले 46 वर्षको हुँदाखेरि तपाईँको इन्कम भनेको चाहिँ 1,66,678 रुपियाँ कमाउनु भएको छ भने यो चाहिँ तपाईँको अब आफ्नो जिन्दगीको अन्तिम बचत गर्ने यार, जसमा तपाईँले 3,568 रुपियाँ बचत गर्नुभएको छ। र तपाईँले अब डिटेलमा प्रत्येक वर्षको हेर्नुहुन्छ भने मैले हल्का यहाँ जुम गरिदिन्छु। 25 देखि 46 वर्षको उमेरमा तपाईँको क्यारियर प्रोग्रेस हुँदै गर्दाखेरि तपाईँको आम्दानी बढ्दै जान्छ अथवा टपमा नै रहेको हुन्छ। तर पनि यसरी आम्दानी बढ्दै जाँदाखेरि तपाईँले विवाह गर्नुहुन्छ, आफ्नो परिवार बनाउनुहुन्छ, बालबच्चाहरू पाउनुहुन्छ, शिक्षा स्वास्थ्य उहाँहरूलाई दिनु पर्यो होइन, आफ्नो आमा बुवाहरूलाई हेर्नु पर्यो। यसरी गर्दाखेरि तपाईँले आफूले सोचे जति बचत गर्न चाहिँ सक्नु हुँदैन। यसको लागि तपाईँले 5वटा गोलहरू पुरा गर्न सक्नुहुन्छ। पहिलो, आम्दानी बढ्ने बित्तिकै झ्याप्पै आफ्नो जीवनशैलीलाई महँगो नबनाउने। अहिले पो तपाईँले आम्दानी गरिरहनु भएको छ, बचत गरिरहनु भएको छ, पछि यो नहुँदाखेरि चाहिँ तपाईँ अरूमै अथवा यही आफ्नै बचतमा भर पर्नुपर्ने कुरा हुन्छ। एउटा पपुलर कन्सेप्ट नै छ नि, रिच इज वाट यु अर्न, वेल्थ इज वाट यु किप। दोस्रो,
कम्तीमा 6 महिनाको खर्च धान्ने इमर्जेन्सी फन्ड र 2वटा इन्सुरेन्स, हेल्थ इन्सुरेन्स र लाइफ इन्सुरेन्स लिएर राख्ने, जसले गर्दा तपाईँको रिस्कलाई मिनिमाइज गर्छ। र तेस्रो, तपाईँको त्यो बचतलाई बैंकमा मात्र नराखेर तपाईँले विभिन्न एसेटहरूमा जस्तै सेयरमा, रियल इस्टेटमा, गोल्डमा, डिबेन्चरमा, बन्डमा, म्युचुअल फन्डमा, विभिन्न एसेटहरूमा लगानी गर्ने र रिटायरमेन्टको लागि पनि एउटा गोल अमाउन्ट बनाएर त्यसमा तपाईँले इन्भेस्ट गर्दै जाने। र चौथो, तपाईँले घर बनाउँदा अथवा गाडी किन्दा अथवा अन्य विभिन्न कामहरू गर्दाखेरि लिएको लोनलाई तपाईँले लोन तिर्दै जाने र डेब्ट फ्री हुनको लागि कोसिस गर्ने। र पाँचौं भनेको तपाईँले कहाँ कति कसरी खर्च गर्दैछु त भनेर खर्चहरूको ट्र्याक गर्ने। अब काम गर्ने उमेर समूहकै नेक्स्ट 47 वर्षदेखि 64 वर्ष उमेर समूहको एभरेज इन्कम हेरौँ। तपाईँ 47 वर्ष हुँदाखेरि टोटलमा भनेको चाहिँ कति भन्दा 1,95,764 जना पढाउने रहेछ होइन, जसमा एजुकेसनमा भनेको 663 रुपियाँ खर्च हुन्छ र हेल्थमा भनेको अब 5,000 क्रस भयो है, तपाईँको 5,128 रुपियाँ खर्च हुन्छ र तपाईँको अन्य खर्चहरू 1,58,814 रुपियाँ र तपाईँको टोटल खर्च भनेको चाहिँ 1,64,605 रुपियाँ हुने रहेछ भने तपाईँ 47 वर्षको हुँदाखेरि तपाईँको एभरेज इन्कम भनेको 1,62,854 रुपियाँ हुन्छ। भनिसकेपछि तपाईँको अब खर्चभन्दा आम्दानी कम भइसकेपछि तपाईँ 1,752 रुपियाँको लागि जुन तपाईँले अगाडि बचत गरेर जुन तपाईँले एसेटहरू बनाउनु भयो, अब ती एसेटमा भर पर्नु पर्यो अथवा अन्य कुनै व्यक्तिमा अन्य कुनै स्रोतहरूमा तपाईँ भर पर्नु पर्यो 1,752 रुपियाँको लागि। यो उमेर समूहमा तपाईँको 47 वर्षदेखि लिएर तपाईँको लगभग 64 वर्षसम्म जाँदाखेरि चाहिँ तपाईँको उमेर बढ्दै जाँदाखेरि आम्दानी भनेको चाहिँ घट्दै जान्छ, किनकि तपाईँ भनेको यतिखेर लगभग टप पोजिसनमा पुगिसक्नु भएको हुन्छ, यसपछि स्यालेरी बढ्दैन र तपाईँको शारीरिक मानसिक हिसाबले पनि तपाईँ पहिलाभन्दा अब कम एक्टिभ हुनुहुन्छ नि त, त्यस कारणले गर्दा तपाईँको अब इन्कम भनेको घट्दै जान्छ। बिचमा तपाईँले अहिले हेर्नुहुन्छ भने मैले देखाउँछु नै होइन। अब 64 वर्षको हुँदाखेरि चाहिँ तपाईँहरू यो समूहमा भनेको 1,31,306 जना पढाउने रहेछ। एजुकेसनमा यतिखेर कुनै पनि खर्च हुँदैन, जिरो। र तपाईँको हेल्थमा भनेको चाहिँ अब 8,094 रुपियाँ खर्च हुन्छ, अन्य खर्चहरू भनेको 1,42,242 रुपियाँ। त्यसै गरी टोटल खर्च भनेको 1,50,336 रुपियाँ खर्च हुन्छ भने तपाईँको अब एभरेज आम्दानी घट्दै घट्दै आएर यहाँ 64 वर्षको उमेरमा 58,093 रुपियाँ भएको छ भने तपाईँ अब घाटामा कति हुनुहुन्छ भन्दा 52,244 रुपियाँ। अब तपाईँले बिचको यहाँ सर हेर्न चाहनुहुन्छ भने तपाईँ 47 वर्षदेखि लिएर 64 वर्षको उमेरको बिचमा हुँदा छोराछोरीहरूको भर्खर विवाह अथवा भर्खर क्यारियरतिर लागेको बेला हुन्छ। यो समयमा चाहिँ अब तपाईँ आफ्नो वृद्ध आमा बुवाप्रति जिम्मेवार पनि हुनुपर्ने हुन्छ। यसको लागि तपाईँले 4वटा गोलहरू पूरा गर्न सक्नुहुन्छ। पहिलो, 50 वर्षको उमेरसम्म घरगाडी आदिको लोनबाट डेब्ट फ्री हुने। दोस्रो, हाई रिस्क इन्भेस्टमेन्टहरू जस्तै कि सेयरमा अथवा यस्तै हाई रिस्क इन्भेस्टमेन्टहरूमा लगानी गर्नुभएको छ भने अब त्यो एसेटलाई चाहिँ तपाईँले लो रिस्क इन्भेस्टमेन्टहरू, फिक्स्ड डिपोजिट, डेब्ट फन्ड, त्यसै गरी तपाईँले म्युचुअल फन्ड, डिबेन्चरतर्फ चाहिँ ट्रान्सफर गरेर आफ्नो क्यापिटललाई बजाउने। तेस्रो, तपाईँको रिटायरमेन्ट गोल अमाउन्ट पूरा गर्ने। र चौथो भनेको तपाईँको कहाँ कति खर्च कसरी हुँदैछ भनेर ट्र्याक गर्ने। अब नेक्स्ट 60-65 वर्ष उमेर पछिको रिटायरमेन्ट एज पछिको एभरेज इन्कम हेरौँ है त। 65 वर्षको उमेर समूहमा हेर्नुहुन्छ भने 2,46,944 जना पर्नुहुन्छ। यतिखेर हेल्थमा भनेको चाहिँ 8,155 रुपियाँ खर्च हुन्छ। टोटलमा भनेको 1,49,395 रुपियाँ खर्च हुन्छ भने तपाईँको एभरेज इन्कम यहाँ घट्दै घट्दै आएर 94,658 रुपियाँ हुन्छ। अब यो एभरेज इन्कम अब रिटायरमेन्ट भइसकेपछि कहाँबाट यसरी इन्कम आइरहेको छ त भन्नुहुन्छ भने अब यो इन्कम भनेको चाहिँ तपाईँ स्वरोजगार पनि हुनुहुन्छ नि त। हामीले अगाडि हेरेका थियौँ कि लेबर इन्कममा 2 प्रकारको इन्कम हुन्छ, स्यालेरी इन्कम र अर्को भनेको स्वरोजगारवालाको। अब लेबर इन्कम छोडे पनि 37% को कति पर्सेन्ट भनेको त स्वरोजगारबाट यो पूर्ति हुन्छ लेबर इन्कममा। त्यस कारणले गर्दा यो रकम चाहिँ हत्तै नघटेर बिस्तारै बिस्तारै घट्दै आइरहेको छ। यसरी हेर्दै हेर्दै जानियो भने यसमा तपाईँको अब सबैभन्दा बढी घाटा भनेको चाहिँ लाइफमा तपाईँको 87 वर्षको हुँदाखेरि हुन्छ। अब भनेको तपाईँले यहाँ हेर्न सक्नुहुन्छ है त। अब यो रिटायरमेन्ट एजमा तपाईँ आफ्नो स्वरोजगारको इन्कममा, त्यसै गरी तपाईँले जुन अगाडि रिटायरमेन्ट फन्ड बनाउनु भएको थियो भने त्यो रिटायरमेन्ट फन्डमा, पेन्सनमा जुन सरकारले 70 वर्षपछि भत्ता दिन्छ ती भत्ताहरूमा आफ्नो छोराछोरीमा चाहिँ तपाईँ भर पर्नुहुन्छ। यस्तो अवस्थामा तपाईँले 2वटा गोलहरू पूरा गर्न सक्नुहुन्छ। एउटा भनेको त तपाईँले रिटायरमेन्ट फन्डबाट तपाईँको आफ्नो रकम भनेको झिक्ने, त्यसलाई प्रयोग गर्ने र तपाईँले कहाँ कसरी खर्च गर्दैछु, रिटायरमेन्ट अमाउन्ट मैले कसरी झिक्दैछु, के भइरहेको छ भनेर त्यसलाई ट्र्याक गर्ने, म्यानेज गर्ने कुरा भयो भने दोस्रो भनेको चाहिँ तपाईँले अब यो रिटायरमेन्ट लाइफलाई चाहिँ कसरी बिताउने हो भनेर प्लान बनाएर सोही तरिकाले नै तपाईँले आफ्नो जीवनयापन गर्न सक्नुहुन्छ। ओभरअल रूपमा हेर्ने हो भने नेपालीको बचत गर्ने उमेर 20 वर्ष मात्र देखिन्छ, तर यही ठाउँमा तपाईँले अमेरिका, भियतनाम, भारतको हेर्नुहुन्छ भने 30 वर्षभन्दा बढीको डेटा देखिन्छ। यसको लागि सरकारले काम त गर्नु नै पर्छ,
तपाईँ हामीले पनि गर्नुपर्ने हुन्छ। मानिसहरूले भन्छन् नि, नाङ्गे आएको नाङ्गै जाने हो, किन बचाउने हो र, मर्ने बेलामा केही लिएर जान पाइने होइन, किन जोगाउने हो र भन्छन् नि। हो, यही लाइफ साइकल डिफिसिट पूरा गर्नको लागि बचाउनु पर्छ, जोगाउनु पर्छ। 0 देखि 27 वर्ष उमेरसम्म छोराछोरीको लागि, 47 वर्षपछि आफ्नै लागि र आफ्नो वृद्ध आमा बुवाको लागि बचाउने जोगाउने गर्नुपर्ने हुन्छ। यसरी हामीले हाम्रो एभरेज इन्कम त हेर्यौं, तर नेपाल आमाको रक्षा गर्ने नेपाली आर्मीको, नेपाली सेनाको तलब कति रहेको छ त भनेर जान्नको लागि यो भिडियोमा क्लिक गरेर हेर्नुहोला।